नमस्कार, मेरो नाम चाहिँ चेतन साई ठकुरी। हेर्नुहोस् त, कैलालीको घोडाबुढी नगरपालिकामा मदिरा यसरी नष्ट गरिएको छ। 70 लिटर मदिरा ल्याएर यसरी नष्ट गरिएको छ। यो काम चाहिँ सबै त राम्रो हो भन्न चाहन्छु। र यो जुन गाँजा साँझा बेच्नेहरू, ड्रग्स बेच्नेहरू हुन्छ नि, तिनीहरूलाई पनि बन्द गराउनुपर्छ। तब मात्रै सुध्रिन्छ हाम्रो टोल समाज भनेको सुध्रिन्छ। तब फेरि अर्को कुरा चाहिँ 10 बजेभन्दा राति घुम्न दिनुहुन्न। अर्को कुरा चाहिँ 12 बजेभन्दा उता चाहिँ डिजे बज्न दिनुहुन्न। 1 बजेसम्म, लास्ट 1 बजेसम्म, त्यहाँभन्दा पर डिजे बज्न दिनुहुन्न। र जताभावी सानसाना बच्चाहरू घुमिरहेका हुन्छन्, तिनीहरूलाई तुरुन्त एक्सन लिनुपर्छ। सबै कुरा गर्यो भने चाहिँ राम्रो